यो वाम एकता सेक्ता केही होइन। सरकारले भ्रष्टाचारको फाइल खोलिस् भने हामी यहाँ यत्रजना छौँ भन्ने धम्की मात्रै हो। गगन थापा किन छैनन् यिनीहरूसँग? किनकि गगन थापाले क्लियरली भनेका छन् सब फाइल खोल, अनुसन्धान गर। कुरा फेरि यो पनि छ, यिनीहरूको ग्याङमा तपाईँलाई जान छ भने तपाईँले भ्रष्टाचार गरेकै हुनुपर्छ। प्रचण्ड यति बाठा मान्छे छन् कि यतिन्जेलसम्म चुपचाप बसे। जुन दिन सम्पत्ति शुद्धिकरण विभागले अजय सुमार्गीको पासपोर्ट रोकाइ गर्यो त्यही दिनदेखि हामी बुढा नेताहरू मिलिहालौँ नत्र लोकतन्त्र खतरामा पर्छ भन्न थाले। अजीब कुरा के छ भने यो लोकतन्त्र खतरामा कसरी पर्ने रहेछ? लोकतन्त्र बिरामी छ कि रोग लागेको छ? लोकतन्त्र भनेको त जनताले आफ्नो नेता छान्न पाउने अधिकार हो। सरकार त चुनाव जितेरै बन्दै आएको छ, अरू केही होइन। प्रचण्ड यतिन्जेल चुपचाप यस कारणले थिए एटलिस्ट यो सरकारले मलाई चाहिँ केही गर्दैन भन्ने उनलाई आशा थियो। प्रचण्ड फेरि अभागी मान्छे, जहाँबाट आशा गर्यो उसैले धोका दिने। यतातिर अजय सुमार्गीको अनुसन्धान सुरु भयो, उता पूर्व प्रधानमन्त्रीहरूले सम्पत्ति विवरण बुझाउने बेला आयो। अब के गर्ने त भन्दा एकता गर्ने। एउटा भनाइ छ, सुँगुरलाई स्वर्ग जान्छस् भन्दा त्यहाँ स्ल्याङ खाना पाइन्छ र भन्छ। त्यस्तै प्रचण्डले यी बुढा नेताहरूलाई एकता गरौँ भन्दा भ्रष्टाचारका फाइल बन्द हुन्छ र भनेर सबै एकै ठाउँ जम्मा हुन्छन्। कमरेड प्रचण्डजी कति छिटो रङ फेर्नुहुन्छ तपाईँ? कमसेकम शेरबहादुर देउवाला त कुर्नुहुन्थ्यो। र लास्टमा प्रचण्ड र अजय सुमार्गी बीचको कनेक्सन बारेको भिडियो लिङ्क कमेन्टमा छ, चेकआउट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।